हेलो नमस्ते गुड मर्निङ। म आज यहाँ मेरो घरको छतमाथिबाट चाहिँ बोल्दैछु। आज हिजो रातभरि पानी पर्यो। पानी परिसकेपछिको आकाश हेर्नुहोस् कति राम्रो छ है। अनि हाम्रो पनि एउटा सानो गार्डनहरू पनि छ होइन, गार्डन छ सानो। यहाँ यो क्याप्सिकम फलेर पनि हामीले खाइसकियो। यो भयो एलोभेरा, यो सयपत्री फुल, अब विभिन्न किसिमका फुलहरू छन् होइन, फुलेकै छ। यो सेतो फुल, यिनीहरूको त नाम त मलाई थाहा छैन होइन। अब यहाँ सयपत्री फुल यो पुरानो भइसक्यो। स्ट्रबेरी पनि फलेकै छ, सानो फलेको छ। हाम्रो यहाँ अझै एउटा बुट्टा छ स्ट्रबेरीको, अझै एउटा छ, यो यहाँ टन्नै छ यहाँ पनि। अनि हाम्रो अब अर्को चाहिँ यो मुन्तला पनि यहाँ फुलेको छ। सानो फुलहरू छ। कुन दिन फुल्छ, कति धेरै फुलेको छ है, फुलेको छ। कुनै दिन खान पाइनेछ। यो आजको मौसम, रातभरि पानी पर्यो। आजको मौसम चाहिँ यति क्लियर छ, सफा क्लियर। यहाँहरूलाई यो मेरो सानो भ्लग कस्तो लाग्यो होइन, प्रतिक्रिया दिनु होला। म लगभग अब डेली नै मैले भ्लग गर्दैछु होइन, सानो भ्लग, छोटो भ्लग मैले गर्दैछु। कुनै अब ट्राभलिङतिर गयो भने त ठिकै छ होइन। भोलि फेरि अर्को भ्लगमा भेट्ने बाचा गर्दै हस्त।